कहिले राजावादी, कहिले लाइक घन्टीवादी, कहिले कङ्ग्रेसवादी, कहिले एमालेवादी, कहिले माओवादीवादी, सबै वादी। राष्ट्रवादी चाहिँ कहिले भन्ने? तीन कुने झन्डा, नेपालको तीन कुने झन्डावादी चाहिँ कहिले भन्ने? अब समय आएन र तीन कुने झन्डावादी बन्ने, चार कुने झन्डा त्याग्ने समय आएन र? किन जबसम्म तिमी चार कुने झन्डामा हुन्छौ नि, जुन चार कुने झन्डामा आबद्ध हुन्छौ नि, त्यो चार कुने झन्डाले कहिले गलत गर्न सक्दैन कि तिम्रो नजरमा। किन योर पार्टी इज अलवेज बेस्ट फर योर साइड। मदरफकिङ दे डु लाइक जे गरोस् त्यो राम्रो गर्छ, सधैँ प्रोटेक्टै गर्न लागिन्छ कि वादी भइसकेपछि। देशलाई प्रोटेक्ट गर्नु चाहिँ कहिले? तीन कुने झन्डावादी राष्ट्रवादी बनिन्छ कहिले? समय आएन र? अब समय आएन र? इन्डिया केसहरू मोदी भगवानकै लेभलमा पुऱ्याइसक्यो क्या मान्छेले, तर अहिले थाहा छ नि। त्यही भएर पोलिटिसियनलाई पोलिटिसियनको रूपमा हेरौँ, भगवान नगराम न है। राम्रो गरे राम्रो भनौँ, नराम्रो गरे नराम्रो भनौँ, होइन? पोलिटिसियनले जे राम्रो काम गर्छ नि त्यो चमत्कार गरेको होइन कि। झन् यो गोदी मिडियाहरू हेर्नु त आज चमत्कार, ए आमा काम हो गर्छ, काममा चमत्कार भन्न मिल्छ र? मैले मेरो परिवारको लागि काम गर्छु, मेरो परिवार पाल्छु, मैले चमत्कार गरेर मेरो कर्तव्य दायित्व मैले निभाएको हो कि। पोलिटिसियनको दायित्व नि गभर्मेन्टको लागि गर्छु भनेर प्रतिबद्धता गरेर आइसकेपछि मदरफकिङ नगरे के गर्छ त? त्यो चमत्कार होइन कि, चमत्कार होइन। हामीले लाइक सबैलाई भगवान गराएर हेरौँ नि त। पहिला राजालाई हेरौँ, प्रचण्डलाई हेरौँ, के काङ्ग्रेस एमाले माओवादी, मलाई नाम थाहा छैन है। फेरि लाइक कुनै पार्टीको नाम लिन भनेर मुझी झोले भन्ला, फेरि अहिलेसम्म भोट पनि हारेको छैन, अहिलेसम्म भोटर आइडी पनि छैन। समाउ पहिला सानोमा रक्सी दौरो खाएको, कुन पार्टी खाएको थाहा छैन, हो साथीहरूको लागि। अदरवाइज अहिलेसम्म भोट पनि हालेको छैन, भोटर आइडी पनि छैन, अनि त्यहाँबाट केही पनि छैन। तीन कुने झन्डावादी हो म है, लिटरली तीन कुने झन्डावादी हो। तिमी तीन कुने झन्डावादी बन। तिम्रो पार्टीले राम्रो गरेछ भने राम्रो भन, नराम्रो गरेछ नराम्रो भन है। जब हामी तीन कुने झन्डावादी बन्छौँ तब देश बन्छ। अदरवाइज मदरफकिङ अर्को 10 वर्षपछि अर्को चार कुने झन्डा आउँछ, अर्को कुनै एबिसिडी नाम गरेको आउँछ, अर्को कुनै एबिसिडी पार्टी गरेको आउँछ, अनि फेरि हामी त्यसको पछि भगवान भन्दै हिँड्छौँ। फेरि अर्को 10 वर्षपछि त्यही साइकल दोहोरिने हो। त्यही भएर चार कुने झन्डा त्याग्दिउँ न, चार कुने झन्डा त्याग्दिउँ। तीन कुने झन्डावादी बनौँ, राष्ट्रवादी बनौँ, मेरोवादी तेरोवादी सबैको वादी बनौँ, देश विकास गरौँ न है। प्लिज चार कुने झन्डा त्यागौँ न है, तीन कुने झन्डावादी बनौँ न हामी, होइन? प्लिज आई टोल्ड यु, तीन कुने झन्डावादी बनौँ। राम्रो गर्नेलाई राम्रो भन्ने, नराम्रो गर्नेलाई नराम्रो भन्ने हो कि। भगवान बनाउँछौँ नि जब हामीले, तब हामीले क्वेसन गर्न सकिँदैन, नराम्रो भन्न सकिँदैन किन? भगवानलाई नराम्रो भनिँदैन कि। त्यो भएर पार्टीलाई भगवान नबनाऊँ के। पार्टी इज पार्टी। तिनीहरूले हामीलाई प्रतिबद्धता गरेर हो, तिनीहरूले काम गर्नुपर्छ, काम गरे हो, चमत्कार गरे होइन है। त्यही भएर तीन कुने झन्डावादी बनाउँ, नेपाली बनाउँ न है।